भिरैभरि चाहिँ नि मौरीको चाकाहरू छ। यो भिरैभरि छ। हामी चाहिँ अहिले आजको कन्डिसनमा यहाँ भएको यो चाकाहरूलाई काट्नेछौँ। हाम्रो भिरमा चढेर चाहिँ उहाँले काट्नुहुन्छ, हाम्रो बुढो काकाबा। तपाईँले भिरमौरी काट्नु भयो कति वर्ष भयो अरे? 30 वर्ष अहिले कति वर्ष हुनुभयो? 30 वर्षदेखि काटेको एकदम मतलब 60 35 वर्षको एक्सपिरियन्स तपाईँलाई। अनि त्यो भिरमा चढ्नुलाई डर लाग्दैन? अहिले मेरो मुटु कामे लकलक भयो तल ओर्लिँदाखेरि। भरे त हेर्न जाने हो। यहाँ चाहिँ टोटल्ली लगभग चाहिँ नि 22-25 वटा गार छ, उतापट्टि नि छ। आज विशेष चाहिँ हामीले यसलाई हान्छौँ। ल मौरी काट्नको लागि सामानहरू बाल्टीहरू यहाँ राखेर हाम्रो मौरी काट्ने दाजुभाइहरू चाहिँ माथि एरिया हेर्नको लागि जानुभएको छ। भिर यस्तो अप्ठ्यारो भिर छ। यहाँ मौरी काट्न निकै गाह्रो पनि हुन्छ। म अलिकति माथिसम्म जाने कोसिस गर्दैछु र बाटो एकदमै रिक्स छ। तल भिर म ट्राई चाहिँ गरी हेर्छु है त। ओके, ओहो बाटो एकदम अप्ठ्यारो छ। यहाँबाट लड्यो भने सिधै तल पोहोर सालको पुरानो चाकहरू यतै रहेछ। म चाहिँ एकदम अप्ठ्यारो भिर चढेर चाहिँ नि भिरमौरी बाटोमा आइपुगेँ। यहाँ तल हेर्नुहोस् एकदम ठुलो भिर पनि छ। यहाँबाट लड्यो भने चाहिँ सिधै उपरको टिकटै काट्ने खालको। यो चाहिँ सेफ्टी लाउने जालो भयो। यो चाहिँ माथि काट्नेले लाउने टोपी। अनि माथि चाहिँ नि यो खुकुरीले चाहिँ नि माथि चाका काटिन्छ। ल हेर्नुहोस् कति गाह्रो छ माटो। नि नेपालले चाहिँ नि कैफियत नगरे भए हाम्रो यो राम्रो मौज विदेश जान्थ्यो। नेपालीहरू धेरै बाठो भएर चाहिँ अरू मिसावट गरे भएर अहिले विदेशीले चाहिँ हाम्रो देशको मल लिनलाई मान्दैन। ल हेर्नुहोस् दाल लगाएर ठिक्कै ठाउँमा बस्यो। अब उहाँले चाहिँ एक हातले दाल अड्याउनुहुन्छ, अब अर्को हातले त्यसरी काट्नुहुन्छ। हेर्नुहोस् है, यो त्यति सजिलो छैन यो मौरी काट्नलाई। ला उहाँले एउटा खसाल्नु भयो। उहाँले त्यो जुन काट्नेवाला चाहिँ यो अवस्थामा खसाल्नु भयो। अब यो काट्न सकिएन। अब फेरि उहाँलाई कसैले त्यो बाँस पठाउनु पर्ने हुन्छ माथि, त्यसपछि मात्र फेरि गर्नुहुन्छ। यो चाहिँ पुरानो चाको भयो। यहाँबाट चाहिँ बच्चाहरू निकालिछ। यहाँभित्र चाहिँ बच्चा छ होइन दाइ? यो त बच्चा त काम छैन होइन? बच्चा काम छैन, खायो भने चाहिँ हुन्छ, फेरि औषधि हुन्छ, तर यो बच्चाले नै लाग्छ। यो चाहिँ बच्चा हो। हेर्नुहोस् यो चाहिँ बच्चा हो। अब यो चाहिँ बच्चा खासै काम छैन। फेरि बच्चा हाल्यो भने मौरी पनि बिग्रिन्छ है। यो चाहिँ खायो भने चाहिँ एकदमै पौष्टिक हुन्छ। एकदमै तपाईँको चाहिँ नि हेर्नुहोस् है, हेर्नुहोस् है। ल ल ल अब सेन्टर पॉइन्ट पुग्यो है। हेर्नुहोस् है। आने 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 ल अब हाने है, अब हाने हाने है।
हेर्नुहोस् है हेर्नुहोस् ऊ ल है अब चाहिँ मौरी मऱ्यो है हेर्नुहोस् है ल हेर्नुहोस् है ओ ल हेर्नुहोस् चोक्टा नाइस हेर्नुहोस् है आने 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 ओके यहाँ आउँछ यो चाहिँ नि भिरमौरीको मह यही हो एकदमै प्योर अलिकति झिकेर हेर्नु ल यो भिरमौरीको मह अब मौरी पनि छ तपाईँ जानु कि अहिले भिरमा एउटा ल्याउनु लाग्छ हेर्नुहोस् यस्तो ओरिजिनल मौरी चाहिँ किन यत्रो धेरै यत्रो आउँछ है मौरी नि तपाईँको